यो ब्याम्बो स्टिकमा यसरी ठुलै परेछ। हेलो गाइज, फेरि पनि तपाईहरुलाई आज मेरो भिडियोमा स्वागत छ। म आज तपाईहरुलाई बल्छीबाट माछा कसरी पक्रिने, बाम माछा कसरी पक्रिने म सिकाउने छु। मेरो भिडियोलाई तपाईले अन्तिमसम्म हेरी साथ दिनु होला। यो भिडियोमा नयाँ हुनुहुन्छ भने, पहिलोचोटि हुनुहुन्छ भने यो भिडियोलाई सब्स्क्राइब गर्न नभुल्नु होला, लाइक कमेन्ट शेयर ठोक्नु होला भन्दै आज म यो मेरो ब्याकग्राउन्डमा देखिरहेको आँधी खोला देख्नु भएको छ। यो आँधी खोलामा म बाम माछा मार्दै छु, जसलाई चुच्चे बाम भनिन्छ। कसरी मार्ने बाम माछा, केमा चारो केमा थाप्ने है बाममा, म त तपाईलाई सिकाउने छु। अन्तिम समय भिडियोलाई हेर्दै साथ दिनु होला। ओके, लेट्स बिगिन। गाइज, माछा मार्नको लागि हामीसँग पहिला यस्तो धागो चाहिन्छ, अनि लाइटर, एउटा कैँची र बल्छी चाहिन्छ, र सँगसँगै यहाँ गणौला छ, यहाँ देख्न सक्नुहुन्छ। अनि यस्तो गणौला चाहिन्छ, यो गणौला चारोको लागि। यति भएपछि अनि हामीलाई माछा पक्रिनलाई सहायता हुन्छ। हामीसँग चाहिँ यसरी बाँसको टङ्गालो चाहिन्छ सानो, र बाँसमा सानो डोरी बान्ने र बल्छी झुन्डाउने। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ यो गणौला, गणौला यतिको टुक्रा गणौला बनाएर अनि हामी यो ढुङ्गामा अथवा यो जालीमा, यहाँ जाली छ, यो जालीमा हामी राख्न सक्छौँ। यहाँ राखेको छु एउटा बल्छी, अनि अर्को बल्छी यहाँनिर राखेको छु, तपाईले त्यहाँ देख्नुहुन्छ टङ्गालो। अनि अर्को यहाँ मैले यसरी यहाँनिर राखेको छु यो लट्ठीमा, र मैले यहाँनिर बोतलमा पनि यसरी बल्छी राखेको छु। यहाँनिर मैले फालेको छु यसरी, तपाईले यसरी नै बनाउन सक्नुहुन्छ। ल गाइस, यहाँ बाम परेको छ। अब हामीसँग यहाँ बाम परेको छ, यहाँ देख्न सक्नुहुन्छ। यहाँ यसरी बाम परेको छ। म यो यस्तो उसमा, यति छोटो धागोमा, यस्तो टङ्गालोमा, यो ब्याम्बो स्टिकमा यसरी बाम माछा पार्न सकिन्छ। परेको छ यहाँ चाहिँ गोटी परेको छ, परेछ। ठुलै परेछ। बाम परेछ। फाइनली गाइज, बामहरू यति मरेको छ। तपाईहरु पनि यस्तै भिडियो कसरी बाम मार्ने, माछा मार्ने चाहनुहुन्छ भने भिडियोलाई लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु होला। ओके, लेट्स बाई बाई।